भरम छर्नमा सिपालु हामी नेपालीहरू कसैले गल्ती गर्छ र मैले गल्ती गरेकै छैन भन्दै हिँड्छ भने हामीहरू त्यसलाई यसले गल्ती गरेको छैन गरेको भए त डराउँथ्यौ नि भन्ने गर्छौँ। र कोही व्यक्ति निर्दोष हुन्छ र उसले मैले गल्ती गरेको छैन, अनुसन्धान होस्, यदि गलत ठहरिए म सजाय भोग्न तयार छु भन्छ भने त्यसलाई हामी गलत नै देख्छौँ, किनकि उसले सजाय भोग्न तयार छु भनेको भएर। त्यस्तै हिजो अदालतको निर्णयपछि रवि लामिछाने छुट्ने भइसकेपछि सामाजिक सञ्जालदेखि गाउँघरका सोझा साझा मान्छेहरूलाई भरममा पार्न एउटा झुन्ड लागिसकेको छ साथीहरू। उनीहरू भन्दैछन् कि रवि लामिछानेले ठगी नगरेको भए, दोषी नभएको भए कसरी उनले करोडौँ रुपियाँ तिर्छु भनेर कबुल गरे भनेर भन्दैछन्। त्यस्तो होइन नि साथीहरू, भरममा नपर्नु होला। अदालतले त भोलि त्यस्तो ठहर भए, तिमी दोषी ठहर भयौ भने यति पैसा तिर्नुपर्छ र यो भन्दा धेरै पनि तिर्नुपर्ने हुन सक्छ र सजाय पनि काट्नुपर्ने हुन सक्छ भनेर त्यो एउटा बैंक ग्यारेन्टीको सम्झौता हो के। उनले ठगी गरेको पैसा तिरेको होइन कि, उनले बैंक ग्यारेन्टी राखेको कुरा हो, बुझ्नुहोस् न। कोही पनि गाउँका साथीहरू भरममा नपर्नु होला। यी भरम छर्ने सबै एमाले काङ्ग्रेसका झोले झुन्डहरू हुन्, त्यसैले भरममा नपर्नु होला र भिडियो सक्दो सेयर गरेर सबैमाझ पुर्याइदिनु होला है त।